यो चाहिँ मेरो पुर्खौली घर। यताबाट धारा जान्छ। यो मतान हो। यो बिजुलीको पोल हो हैन। त्यो चाहिँ दाउरा राख्ने ठाउँ हो हैन। यो चाहिँ मम्मीको फुलबारी। फुलबारीमा गुलाबहरू फुलेको छ। यो चियाको बोटो तीनटा चाहिँ बाजेले रोप्नु भएको अरे। बाजे त हुनुहुन्न। यहाँ पर चाहिँ यो गोठ बनाउनुको लागि झारेको ढुङ्गा। चराहरू कराएर छ। यो उत्तिसको बोट हो, त्यो कटुसको पातलेको चराहरू कराइरहेको छ। यो बाबाले उसको लागि झिकेको अरे, डोको बुन्नुको लागि। यो चाहिँ दङ हो। गाईहरू छ हाम्रो। आलुहरू फलेर फुलिरहेछ अहिले। आलु फुलेको छ। यो सबै आलु र मकै नै छ। यो सबै यो हाम्रो कान्छा बाजेको घर हो। यो साइला बाजेको। तलको चाहिँ माइला बाजेको हो। तेजपत्ताको बोट पनि यहाँ रहेछ सिन्कौलीको। यसलाई चाहिँ के भन्छ? यसलाई भन्छ, यसको नाम त के पो? ओभर तितो हुन्छ नि। यसको नाम के को हो? ओभर तितो हुन्छ। मैले बिर्सेको त्यसको नाम। फुलहरू फुलिरहेको छ हैन। यहाँ मम्मीको बगैँचा। यो चाहिँ अस्ति भर्खरै हाल्नु भएको। यहाँ तलको चाहिँ यो सर हैन। यहाँ माथिल्लो चाहिँ पहिलेदेखि